पुरानो पुरानो नमस्ते सबैजनामा म चाहिँ अहिले मैले आज सानो एउटा मिनी भ्लग ल्याउँदैछु र म चाहिँ अहिले निरल मार्ग मेरो बाजेको दाइ अनिलाल बाजे मेरो बाजेको गेट भनौँ यहाँ चाहिँ मनिलाल मार्ग भनेर लेखेको छ। यो बाटो चाहिँ आउँदै यसरी अगाडि बढ्नेछु र मेरो स्कुटर र मेरो यो सामान हावामा चाहिँ अब यहाँ चाहिँ पुरै मैले रेड कुर्ता लगाएको छु, तर यहाँ इम्प्रुभ र उसको लागि चाहिँ मैले ज्याकेट लगाएको छु। बाई फेरि आउँदैछु।
सफा के हाम्रो त्यो ठाउँ है वरिपरि कुनै कागजको टुक्राहरू नै छैन क्या भेरी ह्याप्पी चिनको चाहिँ ठाँटी भन्ने ठाउँ कि हेल्थ पोस्ट निरज भइहाल्छ हामीलाई यो चाहिँ मेरो
सेल्फ मेकअप हो सेल्फ मेकअप निस्किनु छ क्या कमला होइन निनी कमला हेलो युट्युब च्यानल मिनी भ्लग हो म अब युट्युबमा अलिक पछि हाल्नु पर्ला युट्युब चाहिँ चलाएन कि मेरो यो माइती घर है माइती घर हो बिहारो लाग्दैछ Hello guys, this is my mighty girl. Mommy, hi there. Hello. 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 किचन चाहिँ हेरि नसक्ने Jasmine. Hello, Christy. Hello. मेरो यहाँ चप्पल बनाउँदैन यहाँ चप्पल छुट्यो मेरो हेलो जस्मिन तिम्रो साथीहरू ए ल हाई तिमीहरू सबै नर्स होला होइन कुन हस्पिटलमा काम गर्छ तिमीहरू कुन हस्पिटलमा मेट्रो सिटीमा तिमी ए हो ए ल म पनि चरक हस्पिटलमा काम गर्ने यो ओ कुशल हेलो नमस्ते गर्ने हो सोल्टिनीलाई सोल्टिनीलाई त हक गर्ने हो नि ल यहाँ चाहिँ पूजा हुँदैछ है पूजा दाई दाई भाउजू कुकुरहरू ढिलो भयो यहाँ घरको कुकुरहरू कतिजना हुँदैन भाउजू आजको हाम्रो स्पेसल मान्छे चाहिँ जेनिस जेनिस आहा जेनिसको आज मम्मी खै त मामाहरू हुनुहुन्छ क्या हो दाई टम्की दाई भाउजूहरू सबै भाइ ल्याएन भाइ स्कुल खोइ त मम्मी भाउजू जस्मिन खोइ त जस्मिन जस्मिन यो मम्मीलाई देऊ न कता हुनुहुन्छ नि भाउजू भाउजू यो हाम्रो आज व्रतबन्धको घर है ए बच्चाहरू रहेछन् हेलो नमस्ते नमस्ते आमा ल ढक्कै आमा सन्चै हुनुहुन्छ खोइ त नि भाउजू हजुर दिदी नमस्कार सन्चै हुनुहुन्छ खै त जेनिसको मम्मी कता हो र जेनिसको मम्मी यता पो हुनुहुन्छ र
जेनिसको मम्मी यता हुनुहुन्छ र जेनिसको मम्मी बाहिर आउँछ म त देख्दै देखिनँ के त्यही भएर यति राम्री भएर आउनुभएछ त भाउजू दिदी त हजुर म त भाउजू देखिनँ के ए भाउजू भाइ नमस्ते भाउजूलाई पर्सन कता हो चढाउने हेलो भाउजू आज हाम्रो जेनिसको मम्मी है जेनिसको मम्मी आज हाम्रो मेरो भाउजूको छोरा हाम्रो भदैको आज व्रत बन्द हुँदैछ है भित्र अनि लाग्दैन भित्रको लगै छैन उतातिर देखाउस गर्नु पर्यो हेलो तिमी के अरे यता चाहिँ खानाको व्यवस्था होला है यता चाहिँ यसरी टेन्ट टाँगेर खाजा खानाको व्यवस्था होला त्यता यो हाम्रो भाउजूको घर कति राम्रो थाल पनि नयाँ थाल नयाँ छैन के त्यो नयाँ थाल ल्याउनु बेसी भन्नु भन्दाखेरि बेसी आजको हाम्रो स्पेसल के अरे ज्यास्मिन र साइमन स्कुल आज स्कुलबाट हालेर सन्चालन भाइ भाइजू हेर्नु रहेछ माइजू त भिडियो बनाउँदै गर्नुपर्छ सातौं क्लासमा बुझाउनु हरेनो नारायण सुतन्द्र सप्तम क्लास उत्साह जतिका पुर्खा साक्षात् भागवता सामवेगौ सर्वतत्त्वत केति तदसाङ्कुलं नेति सप्तम क्लासे अष्टम क्लासे वा आठम क्लासमा ओम पुरुषायवे तगं सर्वं जगतं जठरागं मुता परिशेषानो जगन्नेन हानातिरोहति अष्टम क्लासे आठम क्लासमा जगन्नेन हानातिरोहति अष्टम क्लासं बुझेत अब फुल्लेर प्रार्थना गर्न लाउनु मङ्गललाई पूजा सकियो
अब खुलेर प्रार्थना गर हरि ओम देवदार वसुमारे मध्यमाने महोदये फुल्लर है ओम देवदार वसुमारे मध्यमाने महोदये उत्पन्न सुभात्मको कृष्ण विनाशन तथ्य फलप्रदान विष्णुसन प्रजापति आदि विश्वदेव समय देगा व्यक्ति संघर्ष देवी अतन्याम फलप्रदम तत्व साधनम देवम कर्तव्य जल भव सान्य तत्पुरमे देव सर्वकारेषु सर्वदा श्रीमन्नारे नमः असन्नवसासि देवे नमस्कृतोषि समस्य सनाम समागरवन्ति आठुडेकलस्मनायनौ हरे ओम महासहस्रेण पुरुषा सहस्राच्च सहस्रपाता सर्वमेवं सर्वतत्त्विका तेतिकता सकलं परमेश्वरं सर्वं जगतं जगद्भावं तामे पुरुषानुदेदं गणनातिरोति एतावानसमेमागमेत पुरुषापादो समेस्मोतानि निर्वाता सम्प्रतान्ते निर्वातोरे पुरुषापादो सेवात्मना तत्त्वस्वामिक्रमशासननासने अभितत्त्वविराजाय तमयाद्वाति पुरुषकथा तोत्तरतपतात्मनिमतप्रातमजपरयि परगामप्रमेवानतर्विद्रजनशास्त्रेण सतेन तः हरि ओम तत्सत् हाम्रो यो चाहिँ खाना खाने स्थल है। हेलो प्रतिमा, खाना खाँदै प्रतिमा उहाँ त्यति टाढाबाट आएर पनि खाएर अब हामी हिँडिहाल्ने हो। सँगै जाऊँ ल अहिले। सविता नि हाम्रोमा जान्छ। सविता आमा हुँदाको सजिलो छैन है। सविता ल खाना खुलाऊ मजाले। बाबु चाहिँ एकदम हि इज भेरी टोडलर होइन, भेरी चकचके बेबी, एक्टिभ बेबी। भाउजूहरू नै आइसक्नु पऱ्यो त। भाउजू भाउजू किन हो नबोल्ने माइजू। यसरी खाने हुँदैछ। भाउजू हाम्रो तुलसी भाउजू आज के हुँदैछ भाउजू यहाँ हाम्रो यहाँ चाहिँ? यता हाम्रो डान्सर भाउजू खतरा नाच्नुहुन्छ है उहाँ चाहिँ। म त भाइरल बाजामा भाइरल। अब मैले भिडियो बनाएर भाइरल बनाइदिने हो क्या है भाउजू। म भरे के अरे अहिले अब नाच्छ कि नाच्दैनन् हजुर? हाम्रो लुम्रेगाउँको आमा पार्टीहरू त यहाँ पो रहेछ सबैजना। उता ध्याउनु पर्यो बिचा। विक्की सर सन्चै हुनुहुन्छ? अहिलेको लाइभ हो, अहिले भिडियो बनाएको कि। कसलाई? मलाई? ए हो र, नचिन्नु भएको मलाई किन नचिन्नु भएको त नि? मैले भने चिनेर उ गरिसकेँ। ओ त्यो बाबुले चिन्नु भएन रे। म यहीँकै मान्छेलाई नचिन्ने। ल यसरी खाना, यो चाहिँ पुलाउ। अघि लाइभ गरेको थिएँ, अहिले फेरि भिडियो बनाएको के, त्यो मेरो अर्को भिडियोमा हाल्नु पर्ला भनेर। ल भाउजू ल हेर्नु, यता हेर्नु त। भरे गोलमान दाइले हेर्नुहुन्छ नि भिडियो। कहाँ बस्नु? ए यता त यस्तो जेरी पकाउने ठाउँ, ए कुकिङ स्टल, ए खाना पकाउने ठाउँ है यो चाहिँ। दाई, ए लक्ष्मण दाई नमस्कार। सन्चै हुनुहुन्छ? हाम्रो के अरे हजुर के अरे दाई ल भनिदिनु त। हाम्रो यहाँ गाउँपालिकाको को हुनुहुन्छ अरे हजुर?
तपाईँको परिचय दिनु न। यहाँ 8 नम्बर वडा आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रमुख हो ए हजुर मर्दाल। हजुर आज मेरो बहिनीको घरमा चाहिँ भान्जाको वर्तन हो, हजुर त्यसको लागि यसो सहयोग गर्न आएको। ए ल धन्यवाद दाइ। अब के अरे ऊ जस्तो मान्छे जे भयो नि ठुलो ठाउँको मान्छे पदको मान्छे यहाँ आएर खानासाना पकाएर नर्मल ड्रेसमा एकदम हेल्प गरिराख्नु भएको छ र एकदम थ्याङ्क यू सो मच। जेरी पाक्दैछ है यहाँ चाहिँ। त्यो पावर चाहिँ त्यो उष्ण भएछ नि तल परेको पनि यसरी बारीमा यसरी बसेर खाइराख्नु भएको छ। कार्यक्रम आमा र माइजूको लागि यहाँ आउनु ल। अलि पानी रहेछ यहाँ त। मैले ल्याइदिउँ ल। आमा ल्याइदिन्छु ल खाने ल। हाम्रो आमा नि खाना आइसक्नु भएको छ। ल आमा आउनु यहाँ बस्नु म ल्याइदिन्छु ल। हजुर आयो गरे आज
सेकेन्ड अन्जबा अन्जबा नि गीतमा हाल्नुहुन्छ कि ल तिमी के रे कता हो के हो अलि हाँसो लाग्ने भिडियो के रे गीतमा हालिदिन्छु कि यतिकै भिडियो मात्रै यतिकै के भिडियो मात्रै अनि भयो साथी हो सारी अलि कमेडी वाला भिडियो हुन्छ नि त्यसमा हाल्छु म हजुर ए दिदी सन्चै हौ यहाँ हाम्रो साथी बारी ए कति स्लिम